सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अनिल रेग्मी, तपाईहरु हेर्दै हुनुहुन्छ मिस्टर रेग्मी ब्लग्स युट्युब च्यानल। आज हामी धान्द्रुक जाँदैछौँ राइडरहरु। अहिले हामीसँग छ 51,000 को चस्मा। हेर्नुस् 51,000 को चस्माबाट हेर्दा गर्दा जति माथि गयो हिमाल त्यति तल तल देखिँदो रहेछ। र हामीसँग हुनुहुन्छ अस्मिता सुवेदी एन्ड अर्चना लान्छाने। भर्खरै हामीले कसलाई देख्ने ल गाइस पुरा भिडियो हेर्दिनु होला है। हामी अब यस्तो कच्ची बाटो जाँदैछौँ। पुरा भिडियो चाहिँ हेरेर अब आज हाम्रो युट्युब च्यानल यो भिडियोमा सबैजनाले माया गरिदिनु भयो, साथ दिनुभयो भने यो युट्युब च्यानल मोनिटाइज हुँदैछ। केही हुन्न कि समातेर बस्छ न। के आएन? यस्तो अवस्था देखिन हौ, त्यहाँ त्यसो तानो न आउँछ कि के भयो अरे आज खस्या भयो। हामीले पछाडि टिप्दै आउनु यो चाहिँ पुल हो गाइस। मलाई चाहिँ डर लागिरहेको, हिँड्न पनि डरै हिँड्नु परिरहेको छ। बाटो पुरै अफरोड छ। अब यस्तो गरी पनि घुम्न जानु परेपछि के लाग्छ भन त? Oh my God! Wow!
तिम्रो नाम के हो? तिम्रो नाम कतिमा पढ्छौ? भन्छ अब कोठा जाने हो ल आइ गर्दो। सबैले 5-5 रुपियाँ है। सबैलाई है। अहिले फर्किने बेला फेरि भेटिए बोलाऊ है। Oh my God! पछि जाम्ला भोलि जाम्ला अर्को शनिबार जाम्ला नि भनिदिएको भए जति नि अर्को शनिबार जाम्ला एकजनाले अर्को शनिबार जाम्ला भने अर्को शनिबार हुन्छ नि त पुरा। अनि यो चस्मा चाहिँ कतिको हो रे? 51,000 हो कि यार। त्यही त यो डलर कति डलर पर्यो? 51,000। त्यो डलरमा कन्भर्ट गर्दा कति पर्यो? डलर त थोरै हुन्छ नि यार। ल एउटा फोटो हो है। फिल्म चस्मा लगाउनु यार। हो ल निकाल नि त। बाटो दुई ठाउँमा त अरे दुई ठाउँमा त बिजोकै हो का? अब अहिले जाडो भएको थियो अहिले गर्मी भयो क्यामी अब यस्तो हो है। भोक लागेको छ भन्ने हुन्छ नि त। हो कहाँ यो रे आएर हामी अहिले हामी चाहिँ ठ्याक्क लागेर चियाबारी चियाबारी है। अहिले चाहिँ हामी चियाबारीमा है। सुरुमा चाहिँ यो हाम्रो हजुरबाको थियो अरे। हजुरबाको चाहिँ धान रुख टाढा भयो भनेर बेच्नु भएको अरे। बहुत मज़ा आता है जब कोई झूठ बोल रहा हो और आपको सच पता हो। हजुर यस्तो नानीहरू यस्तो भिडियो गरेर लुक्ने हो। चियाबारी भनेर आएको कहाँ ल्यायो भनेर ओए बाँदरै फराले चाहिँ फराल्दो रहेछ त। घर कहाँ हो देखे जस्तो लाग्यो। दसमा 51,000को टल्केर हो कि आज त घाम पनि अलि भयो जस्तो लाग्यो। चियाबारी भनेर आएको होइन लास्टमा सिस्नुबारी पर्छ। ल तिमीहरू पनि देखिजाऊ है। अनुहार चाहिँ को हो भन्ने चाहिँ थाहा छैन होइन। यही हो है चियाबारी। चियाबारीमा चियाबारी सब चियाबारी ल चियाबारीमा बिहान जाडो हुन्छ भनेर कपडा टन्न लाएर मेरो ज्याकेट मेरो झोला मेरो हेलमेट तिमीले कसको बोकेछौ ल भन। सबै आफ्नो बोक्दाखेरि नि भरिया भन्ने मान्छेलाई के भनिन्छ? अहिले हामी कहाँ गएर फर्किम? कति जाडो भयो भोक लाएर होइन केही खाएको छैन। हेलो हेलो बाटो तपाईँ चाहिँ अलि
मसला अलि अर्को हालेछन् कि यो सब खच्चडको हो क्या बाटो छाप्ने मसला अलि अर्को हालेछन् कि यहाँ यो सब खच्चडको हो है अघि आर्यनले भोक्ला भन्दै थिए मैले भन्थेँ अनि अहिले एउटालाई Where are you from? के I am France. यो तिम्रो लास्ट टाइम बन्दैन कि फेरि मागेर ल्याएको चस्मा फेरि हरा भने झ्याउ हुन्छ छोडिदियो युट्युबमा हाल्ने हुन् कि यिनले पैसो कमाउने हुन् कि पैसो कमाउने भने के दाम भन्छ क्या त्यसलाई दाम तिमीले पैसा भन्छ तिमी देखियौ अझ भ्याइ होला नि त लास्टमा गीत गाएर आएर चाहिँ के अनि त त्यति बेला बन्द गरेको थिएँ मिल बाटै आएन नि त ले नै बोकेर तलबाट खच्चडले नै बोकेर लिएर आएको छ हाम्रा हजुरबाको थियो भन न पहिला धेरै लेख भयो अहिले उता पर्वततिरै गदा खान् अहिले छैन नि गदा बरु गदाको सङ्गतहरूको हिँड्न परिछ र चल्दिएको है त सल्लाह मात्रै हो गर्ने यो चाहिँ कलमी गर्ने बेला भएछ के भने कलमी भन्न आइयो फुलेकै छैन कहाँबाट टिप्नु जता पनि दुईटा दुईटा भन्छ एउटा नानीको जान्छ है यो खजुर हो होइन यार होइन हुनसक्छ होइन माथिको त धुपी हो होइन धुपी नि होइन यार के हो डिफ्रेन्ट टाइप अफ फ्लावर्स है यो भ्लग चाहिँ माथि अगाडि हिँडिराख्नु भएको दाजुको अब भ्लग बनाइदिए भन्नु हो मैले चाहिँ भिडियो बनाइदिइसकेको है अब आई लभ घान्द्रुक म कता कता भिडियो खिचाउँ यता पनि खिच्दै भन्छन् यता पनि खिच्छु भन्छ राम्रो देखे होइनौ कि तिमी नखिच्थ्यौँ है भिडियो पछाडिपट्टि हेर न हिमाल कस्तो दामी देखियो बिचमा है माछा पछि हिमाल कस्तो यो कुहिरोले छेक्दियो क्या आज ए अँ त नि यो सब स्कुलको बाजेको होइन पहिला सामान भनेर लम्छ भन्ने कर्मको माया लाउँछ एउटा एटिएम खपेको कसले रे आर्यन माया भने कर्म छ आर्यन हजुर एटिएम यहाँ छ ल एटिएम
होला है भन्दाखेरि चाहिँ झान्द्रुकबाट अब फर्कियो भनौँ अलिअलि घुमियो धेरै धेरै घुमघाम भएन फर्क्यौँ के अरे ब्लू पप्पी होटल एन्ड लज गर्मी पनि लास्टै गर्मी भएर यिनीहरूले यहाँभन्दा कति अल्गो हुने र आइभरि मेरो कति कफीदेखि चाहिँ अलिक पातलो भइदिएको छ नि अनि हेर तिमीहरूको आऊ न यहाँबाट सके अनि अघि हिँडिरहेछन् है हामी सबैलाई भारी बोकाएर अनि टुरिस्टहरूलाई चाहिँ नमस्ते भन्छु भन्दै हिँडेछन् है हेलो नमस्ते हेलो नमस्ते तर यिनले भनेनन् लास्टमा मैले भनिदिएँ है यिनी मान्छे चाहिँ किन भनेनन् थाहा भएन होइन लास्टमा भनेनन् कि दिएनौ के अरे तिमीले पानी त दिएन भ्यापिरहेको के है हामीलाई त बताउँदैन बताउने एउटा चाहिँ कमले नि पत्ता आएनन् कि है अनिलाई मलाई खासै ठिक लागेन क्यामेराम्यानले क्या चस्मा लगाएको त नि के रहेछ के छोड न डिजाइन नो 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 एकछिन त्यही त पानीको बोतललाई कति पर्छ कति पर्छ अनिल इट्टाले भने रहेछ रिया दाइले बिसाउने भारी सुनमा डाँडैको चौतारी भनेको यस्तो आए यिनीहरू है छौ कुन एङ्गलबाट हेर्छ छोडा आए चाहिँ यतातिर चाहिँ होइन सलक्क फुलेको हो भाइटिकाको सँगसँगै है त अब हाम्रो घानरुक चाहिँ सकियो अब हामी फर्किन लाग्यो दाइले झोला पनि बोक्नु भयो अब हामी फर्केको हामी धानरुकबाट फर्किसक्यौँ पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद म अहिले हेम्जा छु